संस्कृतिले स्वाधीन अर्थतन्त्रको कुरा गर्छ। तपाईँ काम गर्नुहोस्, तपाईले छिमेकीबाट ऋण लिएर भात खाँदै हुनुहुन्छ भने यो देश स्वाधीन बन्न सक्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देश स्वाधीन बन्न सक्दैन। त्यसो भएको कारणले दुई हात तपाईँहरूको म हेर्न चाहन्छु। सबैजनाको दुई हात देखाइदिनुहोस् न। दुई हातहरू हेर्न पाउँदाखेरि अत्यन्तै खुसी लाग्यो। त्यो दुई हात चलाएर तपाईँ आफै बाँच्नुपर्छ। तपाईँ आफै बाँच्नुपर्छ। व्यक्तिलाई तपाईँको छैन श्रममा जोडेर, श्रम मार्फत माटोमा जोडेर, माटो हुँदै देशसँग एउटा नागरिकलाई जोड्ने अभियान हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिमा म यहाँहरू सबैजनालाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। देशलाई नचिनेर, देशको प्रकृतिलाई नबुझेर, देशको संस्कृतिलाई नबुझेर आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी धेरै पछि पर्छौँ। मैले भन्ने गरेको कुरा, यो देश, यो संसारमा आधुनिकता भन्ने कहीँ छैन, छ त सिर्फ संस्कृति। तर यदि हामी आफ्नो संस्कृतिलाई बिर्सन्छौँ भने विदेशी संस्कृति हाम्रो देशमा आइपुग्छ अनि त्यो विदेशी हाम्रो देशमा आएको नयाँ संस्कृति हामीलाई आधुनिकता हो भन्ने लाग्छ अनि त्यो कुरालाई अपनाउँछौँ। हाम्रो सबै धनराशि तपाईँको चाहिँ त्यो विदेशी संस्कृतिलाई दिइपठाउँछ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो देश संस्कृतिमा धनी देश अब यही देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ। त्यो संस्कृति हो श्रम संस्कृति। स्वाधीनताको कुरा गर्छ श्रम संस्कृतिले। विदेशी ऋणको भरमा देशको बाटो बनाउनुपर्छ, पुल बनाउनुपर्छ भन्दैन। यही देशको तपाईँको छैन हामी सबैसँग भएको दुई हात प्रयोग गरेर यही देशको स्रोतलाई परिचालन गरेर, यही देशको अर्थतन्त्रलाई उभो लगाएर, यही देशमा उत्पादन गरेर, यही देशमा राम्रा राम्रा कामहरू गरेर देशलाई अगाडि बढाउन चाहन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, विदेशी तपाईँको छैन चलखेलमा, विदेशी तपाईँको रणमैदान बन्न आँटेको हाम्रो देशलाई बचाउन निस्किएको एउटा महाअभियान हो श्रम संस्कृति अभियान। त्यो श्रम संस्कृति अभियानमा तपाईँ जोडिन चाहनुहुन्छ? सबैलाई सोध्न चाहन्छु, तपाईँ जोडिन चाहनुहुन्छ? भनिदिनुहोस्, पछाडि बस्नेहरूले भनिदिनुहोस्। के तपाईँलाई लागिरहेको छ म त एमालेको यस्तो नेता, म त कङ्ग्रेसको यस्तो नेता, म त पार्टीको भयो? गफ नगर्नुहोस्। त्यो गफ सुनेको 70 वर्ष भइसक्यो, 80 वर्ष भइसक्यो। नाउ वी क्यानट वेट एनिमोर। अब हामी पर्खन सक्दैनौँ। 100 वर्षसम्म हेरौँ न त हाम्रो पार्टीहरूलाई कतै गर्छ कि भन्ने त्यो खालको मूर्ख हामी बन्दैनौँ। यहाँ अधिकांश जेनजीहरू उपस्थित हुनुभएको छ। जेनजीहरूलाई त्यो कुरा मनपर्छ? जेनजीहरूले एउटा कुरा भन्न खोजेको कुरा के छ भने अब हामी विकास मात्रै होइन क्रान्तिकारी विकास गरौँ भन्न खोजेको छ। क्रान्तिकारी विकास र विकासमा के फरक छ म तपाईँहरूलाई भन्न चाहन्छु। विकास भन्ने ठेकदारले पनि गर्न सक्छ, तर क्रान्तिकारी विकास भनेको तपाईँ हामी सबै मिलेर गर्छौँ। ठेकदारले 1 वर्ष लगाएर गर्ने काम यदि श्रमदानबाट हामीले 1 महिनामा गर्न सक्छौँ भने 11 महिना बचाउँछौँ। त्यो 11 महिना बचाएर त्यसरी तपाईँको छैन छिटो द्रुत गतिमा फास्ट ट्र्याकमा विकास गर्न चाहन्छ। त्यो विकासलाई क्रान्तिकारी विकास भन्छ। त्यो विकास आजको आवश्यकता हो। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, विदेशी ऋणबाट एडिबी र वर्ल्ड ब्याङ्कले दिन्छ अनि म विकास गर्छु भन्ने आशामुखी बन्दैन। हाम्रो अब श्रम संस्कृतिले त्यो बन्न हामीलाई सिकाउँदैन। त्यो कुरा जेनजीले भन्न चाहेको हो भन्ने मैले बुझेको छु है। जेनजीको आन्दोलनमा भएको अनस्पोकन ट्रुथ, नभनिएको एउटा सत्य के छ भन्दाखेरि हाम्रो विचार अनुसारको राज्य हुनुपर्छ भन्ने पनि हो कि होइन? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले घोषणा पत्रमा लेखेका छौँ हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौँ, हामीले नै जित्ने हो। कुनै शङ्का छ? छैन। हामीले जित्छौँ, हामीले सरकार गठन गर्छौँ। त्यस पछाडि हामीले चाहिँ जेनजीको एउटा आयोग बनाउँछौँ है। जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नु पर्यो नि होइन? 80 वर्ष पुगेको तपाईँको छैन मान्छेले, नेताले सोचेको कुरा र तपाईँको छैन हिजो अस्तिको बाल के तपाईँको छैन एउटा युवा पुस्ताले सोचेको कुरा मिल्छ? मिल्दैन। त्यसले गर्दाखेरि यो देशको नीति बनाउँदाखेरि जेनजीको स्पिरिटलाई, जेनजीको चाहिँ सेन्टिमेन्टलाई, जेनजीको तपाईँको चाहिँ निड्सलाई, सबै कुरालाई चाहिँ आवश्यकता, चाहना र तपाईँको चाहिँ भावनालाई समेटेर यो देशको अग्रगामी छलाङ मार्ने गरेको नीतिहरू हामीले बनाउँछौँ। किनभने मैले आज जे सोचिरहेको छु म भन्दा 20 वर्ष पछाडि जन्मेको बालकले, त्यो जेनजीले, त्यो युवाले मैले सोचेको लेभलमा सोचेको हुँदैन। हि इज थिङ्किङ द नेक्स्ट लेभल।
है। यसले गर्दाखेरि त्यो खालका अग्रगामी कार्यक्रमहरू हामीले बनाउनुपर्छ। यो त केटाकेटी हो, मलाई पनि अघि कसले कुन चाहिँले भन्दै थियो तपाईँको घरमा के अरे पत्रकारले अघि भर्खरको ठेट्ना छ भर्खर सिक्दैछ भन्दै छ। त्यो होइन, त्यो होइन, त्यो तरिकाले जाँदैन है, त्यो तरिकाले जाँदैन। संसार कहाँदेखि कहाँ पुगिसकेको छ यो कुरा हेर्न जरुरी छ। 70 वर्षदेखि तपाईँको भाषण गर्ने पार्टीको पछाडि लाग्दाखेरि